हाई गाइज वेलकम ब्याक टु न्यू भिडियो। आई होप हजुरले सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। न्यू ब्लग न्यू डे अनि आजको ब्लगमा हजुरलाई स्वागत छ। अनि आजको ब्लग चाहिँ म के गर्छु भनेर हजुरहरूले थम्बनेल थाहा पाइसक्नु भएको छ। अनि मेरो रुम चाहिँ यही नै हो, देख्न सक्नुहुन्छ। हाम्रो रुममा चाहिँ खासै भरिएको छैन केही सामानहरू पनि। अनि के अरे साथीहरू मैले चाहिँ अनि पानी सानीहरू पनि हालेर भ्याएँ। केमा भन्नुहुन्छ भने साथीहरू अनि आज चाहिँ अनि मलाई कामसाम भ्याएपछि करेन्ट चाउचाउ खान मन लाग्यो के अरे करेन्ट चाउचाउ त खाना त खाइरहन्छौँ अरे त्यो ठुलो खालको के मलाई खाएन त्यो अहिलेसम्म मैले नानीहरू हुँदाखेरि चाहिँ नानीहरूले ल्याउनुहुन्थ्यो अर्को सानो खालको करेन्ट चाउचाउ। अनि मैले चाहिँ बाबुलाई त्यो करेन्ट चाउचाउ लिन पठाएको छु। के भयो कि तिमीलाई के भयो यता हेर आइ भन्नु मेरो छोरा। अनि तिम्रो नाम के भन्न सानो? तिमी कति क्लासमा पढ्छौ छोरो? तिमी के खेल्यो अरे भन त? माहाको चकचके माहाको हरामी अनि के यति चकचके छ भने नि साध्दैन। यो घर बसेको दिनमा मेरो दिमाग खलबलेर अलिअलि नै हुन्न साथीहरू। खाली साइकल भनेपछि चाहिँ हुरुक्कै हुन्छ। त्यसमा यही नै हो हाम्रो सागबारीहरू चाहिँ होइन। त्यो धनियाँ मैले चाहिँ पानीहरू हालेर भ्याएँ लसुनमा मुलामा। यो चाहिँ हाम्रो तोरीबारीहरू देख्न सक्नुहुन्छ साथीहरू। त्यहाँ चाहिँ परालको टावा राखेँ बिहान चाहिँ घाम लाग्थेन नि त, अहिले त घाम त लाग्यो नि त मजाले है। मेरो छोरो चाहिँ उहाँ लड्यो। के भयो सानो? के भयो रे? ए तिमीलाई मैले अहिले भर्खर कपडा फेर्दै हो कि होइन? अनि तिमी स्कुलबाट आएपछि के गर्ने हो भन त सानो? खेल्ने हो कि हेर खान हेर खेल्ने हो कि के गर्ने हो नि? माहाको एक नम्बरको यो खेल्ने भनेपछि चाहिँ हुरुक्कै हुन्छ साथीहरू। के भयो तिम्रो साइकल? भिडियोमा चाहिँ लजालु मान्छे हुनुहुन्छ उहाँ अनि त बन्द गर्नु। अङ्कल भतिजको भिडियो त पर्या रिस भने कडा साथीहरू हाम्रो देवर बाबुको। हेर्ने यहाँबाट अङ्कल भतिजको झगडा कसरी पर्छ हेर्ने। साइकल बिग्रियो भनेर बस्ने साथीहरू। हाम्रो बाबुले करेन्ट चाउचाउ बनाउनु भएको थियो। यस्तो हो देख्न सक्नुहुन्छ। के अरे गजब गरे यस्तो हुन्छ देख्न सक्नुहुन्छ। अब यो खाँदा चाहिँ कस्तो हुन्छ भने थाहा छैन। खाना चाहिँ खा हो हामीले यसमै हाल्नु न साथीहरू। यो के अरे यसको नाम अजम्बरी भन्ने चाउचाउ चाहिँ खाँदै नखानु। पिरोको लागि हो भने चाहिँ पिरो मन पराउनेहरूको लागि, पिरो मन नपराउनेहरूको लागि चाहिँ ठिकै हो यो चाउचाउ। तर मलाई चाहिँ खासै पिरो लागेन है। अनि अब मेरो काम भने चाहिँ देख्न सक्नुहुन्छ यो कपडाहरू जम्मै उठाउनु छ। अहिले भर्खर चाउचाउ खानु भएको मान्छे भने हो। अनि अहिले फेरि चाउचाउ खानालाई पैसा चाहियो अरे साथीहरू। अहिले भर्खर मैले एक थोक चाउचाउ किन जानु भनेको एक थोक चाउचाउ बोकेर आउनु भयो हुन्छ। लाजको मान्छे कति चाहियो भन्नु त पैसा? के खाना भन्नु त? जति खायो चाउचाउ खानालाई नगर्ने मान्छे भने हुन्छ होइन। पैसै होइन अनि कहाँबाट दिन्छ? सो साथीहरू भिडियो आजलाई यति नै होइन। भिडियो कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला। आजलाई चाहिँ बाई बाई।